तिमी कहाँ लडे रे कहाँ लडे रे अप्ठ्यारो बाटो क्या चुक्नु छ हाम्रो के भएन न एकदम पोके हाँ मेरो पोके स्क्वायर भयो के भयो रे यहाँ स्क्वायर गरेको यहाँ भएपछि मेरो ब्रेकमा लागेन यहाँ भएपछि बुझौँ दामी नि हो बाटो त मुट्टु झर्ने बाटो रहेछ नि यहाँ त अन्त हेलो गाइस वेलकम ब्याक र आज धेरै अलिक जाडो पनि छ र अहिले त हामी लागेको हामी अब नर्थ सिक्किम चुङथाङ किनकि हाम्रो भोलिको दिनमा हाम्रो वेडिङ सुट छ र म त अशोक र हामी त लागेको भाइ स्कुटीमा गाइस यस्तो छ गाइस नुवा के भन्नुहोस् तपाईँलाई न ल सो अब यस्तै छ अब हेरौँ भर्खर अब 12:30 1 बज्यो है अब बेलुका राति कति पुगिन्छ गाइस बाटो कस्तो छ हेर्नेछौँ गाइस भयो ल हेर्न जाउँ अहिले चाहिँ हाम्रो अशोक सुसु गरेको समय आएको छ गाइस जाडोमा चिसोले साह्रो पऱ्यो अरे गाइस भयो त साह्रो पऱ्यो छिटो छिटो कोही जग्गा फ्रेस न ठिकै छ भ्यू देख्छ डडिक्चुको ड्यामहरू देख्छ है सो गाइस एकदम जाडोमा आइपुगिसकेछौँ यस्तै छ है लड्दैन यस्तो छ दामी देख्छ नि यहाँबाट त यहाँबाट भ्यू क्या सेटी देख्छ नि त सो तपाईँले यहाँ देख्न सक्नुहुन्छ गाइस भ्यू दामी छ गाइस लड्दैन के को लड्छ यस्तो रहेछ जग्गा राम्रो छ है दामी छ नि हेर न यहाँ चाहिँ भ्यागु त उफ्रिँदैछ है भ्यागु त अब भ्यागु त बिस्तारै उफ्राइ यस्तो छ हाम्रो सामान चाहिँ यहाँ पनि छ भित्रम छ यसको भित्रम छ सामान त स्टक बोकेर गइरहेको छौँ गाइस सो गाइस अहिले त हामी आइपुग्यौँ 0 र अब यसरी यहाँ चियासा खाएर लाग्ने गाइस सो गाइस यस्तो छ जाडोमा तातो सुप लु अशोक हो छिटो बजाऊ जाउँ सोही बजाएर सोही बेग त राख कमसेकम तिम्रो के भएको जाडोले यस्तो भएको जाडोले ल छिटो खाऊ ध्यान जाउँ टु मच कोल्ड रहेछ सो गाइस अहिले त हामी एकदम जङ्गु जाने ब्रिजमा आइसकेका छौँ है यो ब्रिजदेखि चाहिँ तपाईँको जङ्गु पुग्छ गाइस 1 million zillion jillion dillion cotillion times later सो गाइस देख्न सक्नुहुन्छ है बाटो त बाटो नै रहेछ यस्तो रहेछ बाटो जङ्गुको यो बाटो है एकदम साह्रै डरलाग्दो हुँदा पनि डराइराख्दो रहेछ गाइस बाटो त तिमी कहाँ लडे रे कहाँ लडे रे अप्ठ्यारो बाटो क्या चुक्नु छ हाम्रो के भएन न एकदम पोके हाँ
के भयो रे यही सोच गर्नु कि यहाँ भएपछि मेरो बेगमा लागेन यहाँ भएपछि बुझौँ सो गाइस फाइनली हामी यहाँ तपाईँको चुङथाङ आइपुग्यो है र अहिले त हामी बेहुलीको घरमा छौँ र अब यहाँ खाना खाएर चाहिँ हाम्रो लागि चाहिँ रुम पर छ अरे है सो अब हामी खानापिना खाएर चाहिँ अब हामी रुममा गएर एकछिन रेस्ट गर्ने एकदम थाक्यो अब मजाले रेस्ट गर्ने सो भोलि बिहान फेरि 7 बजीदेखि गाइस फोटोसुट र भिडियो सुट स्टार्ट हुन्छ गाइस हेलो गाइस गुड मर्निङ र हिजो हामी बेलुका ब्याट्री डाउन भएकोले गर्दा है हामीले भिडियो गर्नु सकेनौँ र हाम्रो यहाँको भ्यू चाहिँ यस्तो छ गाइस एकदम हेर्नुहोस् यहाँ चिसो कतिको चिसो रहेछ हेर्नुहोस् गाइस भ्यू हेर्नुहोस् है यहाँको र आजको हाम्रो सुटको लागि निस्केको लगभग 7 बजिसक्यो है यहाँ मान्छे यो अशोक भाइ त यो जाडोले अलिअलि मेन्टल भएको जस्तो लाग्यो थाल्यो मलाई जाडोले गर्दा है केटाको जाडोमा पुसाइ छ केटा सो दुईटा स्कुटी पनि चुङथाङ नर्थ सिक्किम आइसक्यो गाइस सो तपाईँले देख्नु हुँदैछ यहाँनिर यो तपाईँको चुङथाङ है तर यहाँ देख्नु सक्नुहुन्छ एकदम पहिलाकोले यस्तो बर्बाद पारेको रहेछ गाइस हेर्नुहोस् ड्याम उयो भएर तिमीले के गरेको छ खास चाहिँ रेडी अलिक पनि लड्छु लाइट सो गाइस अब हामी सुट गरेर एकदम अलिअलि भोक पनि लाग्यो गाइस अलि चापर चुपुर एकदम ग्रुप दामी छ गाइस दामी रमाइलो गाइस अशोक के खाऊ बेसी नखाऊ है भोक डरो लागिरहेको छ कि ए बिचरा खाऊ मेहनत गर्छ केटाहरू खाऊ मेहनत भन्दा बेसी उभिएर डुलेर थाक्दैन यस्तो हुन्छ अब हाम्रो फाइनली आजको वेडिङ सक्यो सो अब गाइस प्याकअप गाइस सो गाइस अब ब्याक टु रुम हिँड हिँडेन जाउँ ओके सक्यो गाइस अब के गर्नु यस्तै छ जाडोमा अब गएर डल्लो पर्ने गाइस र आज हाम्रो चुङथाङदेखिको ब्याक टु गान्तोक गाइस एकदम चिसो धेरै चिसो छ बिहान है भर्खर तपाईँको लगभग अहिले 7 बज्यो सो अब गाइस यस्तै छ ओ बिस्तारै हो ठोकेलाई ओ निन्द्रा पुग्यो कि मजाले सो गाइस अब सिधा जाने घर लगभग यहाँबाट झन्डै 4 घन्टा मात्रै हामी पुगिन्छ होला गान्तोक गाइस हिँडेन
सो गाइस यस्तो छ यो जङ्गलको बाटो चाहिँ एकदम भिडै भिड दामी नि हो बाटो त मुट्टु झर्ने बाटो रहेछ नि यहाँ त अन्त तल पुगेपछि कहाँ पुग्यो नि अब सो गाइस ब्ल्याक टी आएको छ गाइस ब्ल्याक टी लु बस बस ब्ल्याक टी खाने गाइस खाऊ जाडोमा खाऊ जाऊ मजाले खाऊ अझै बनिँदैछ मिठो छ बब्बाल गाइस तपाईहरु पनि यहाँ आएर कोइला आउनु यहाँ खानु होला दामी छ गाइस जग्गा चाहिँ फ्राई राइस मगाएको थियो है सो हामीलाई यो फ्राई राइस पनि आइसकेको छ गाइस देख्न सक्नुहुन्छ सो अब यो खाएर चाहिँ गाइस गुट्टुङ टुङ कुट्नुपर्छ गाइस ल बजाउ 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 जाडोमा सो हेर्नुहुन्छ है यस्तै छ है बाटो टिस अहिले चाहिँ हामी लगभग आधी बाटोमा आइसकेर यहाँनिर फोटो अलिअलि खिच्दैछौँ गाइस समुद्र एकदम रमाइलो गाइस रमाइलो छ यहाँ पछि हाम्रो अशोकलाई फोटो खिचिरहेको छु अशोक भाग्यो सो गाइस हामी चुङथाङदेखिको जङ्गुदेखिको आइपुग्यो गाइस हामी यो तपाईँको डिक्चु ड्याम डिक्चु आइपुग्यौँ गाइस अब यहाँ हाम्रो डकुमेन्ट्स लिएर जानुपर्ने छ र आउँदा मैले नर्थ सिक्किमको साग अन्त गाइस साथसाथै मैले हेर्नुहोस् यहाँ सुन्तला पम्सिन र अदुवा अर्ग्यानिक पनि लिएर आएको छु गाइस अब लगभग यहाँदेखिको अझै 1 घन्टा सो गान्तोक त्यहाँ पुगिहाल्छु गाइस